अरे साथी, एउटा जबरजस्त चलचित्र लिएर आएको छु। सबै कुरा छोड्नुहोस्, पहिले यो चलचित्र हेर्नुहोस्। तपाईँलाई ओ माई गड, यो चलचित्र मैले हेर्न किन ढिला गरेँ भन्ने बनाउने छ यो चलचित्रले। आउनुहोस् कुरा गरौँ चलचित्रको बारेमा। चलचित्र हो साउथको, आउनुहोस् चलचित्रको नाम भन्छु। छोड्नुहोस् यार, नाम मैले लास्टमा भन्छु, पहिले तपाईँले पुरा कहानी सुन्नुहोस्। त्यो पनि पुरा, त्यो पनि मेरो है त। एकजना पुलिस हुन्छ, उसको हत्या हुन्छ, तर त्यो आरोप एकजना लेडिजलाई, एकजना केटा लगाइन्छ र उसले भन्छ मैले सेल्फ डिफेन्सको लागि मैले उसलाई हत्या गरेको भनेर। तर केटीको कुरा कसैले पत्ताउनेवाला छैनन्। तर यही बेलामा हिरोको इन्ट्री हुन्छ केस सल्भ गर्नको लागि। जब त्यो केस सल्भ गर्नको लागि अगाडि बढ्छ तब आउने घटनाहरू नै चलचित्रको बारेमा छ। हजुर, अब केस सल्भ भयो भन्ने बेलामा, सोच्ने बेलामा फेरि अर्को केस आइदिन्छ। त्यो केस सल्भ भएको हुन्न है। राम्रो पक्ष भनेको नि, तपाईँ फिल्म हेर्दै जानुभयो भने तपाईँ आफैलाई लाग्छ म आफैले केस सल्भ गरेको छु, तर केस सल्भ भएको हुँदैन। फिल्मको नाम तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ, यो फिल्म हो। तपाईँले बब्बाल छ फिल्म, तपाईँलाई सुरुदेखि अन्तिमसम्म बाँधेर राख्छ यो चलचित्रले। र त्यो जुन सुरुमा हत्या भएको थियो त्यो पुलिसको, त्यो केटीले हत्या गरेको हो होइन, या उसलाई आरोप मात्र लागेको हो, तपाईँले चलचित्र हेरिसकेपछि मात्र थाहा पाउनुहुन्छ। त्यसको लागि तपाईँले चलचित्र हेर्नुपर्ने हुन्छ। फिल्मको नाम भन्छु म, फिल्मको नाम हो एभारू। तपाईँले प्राइममा हेर्न सक्नुहुन्छ र त्यो पनि हिन्दीमा। आजै गएर हेर्नुहोस्, चलचित्र बबाल छ। र यस्तै चलचित्रको लागि तपाईँ मसँग जोडिन चाहनुहुन्छ भने जोडिनुहोस्, र म तपाईँलाई योभन्दा पनि राम्रा चलचित्रहरू लिएर आउनेछु।